गरी बुझ्ने हो भने यो कुनै तीन तहको सरकारसँग मात्रै सम्बन्धित कुरा होइन। यसमा पनि लोकतान्त्रिक विधिमा सबैभन्दा जनताको अधिकार जनतालाई दिने एउटा उच्चतम विधि हो। राजनीतिक संस्कार के हो, हामीले गर्न खोजेको के हो, त्यो एउटा कुरा हो। त्यो कुरा भनेको संहिता भनेको अल्पसंख्यकहरूलाई सुरक्षा गर्ने पनि हो। कति चाहिँ त्यो कागजमा लेखिएको खोस्टा हो र कति संविधानमा जबरजस्त कसैले लागेको कुरा हो र देशीताका कुराहरूमा जोडेर आएको संहिता हो। यसको निकै ठुलो नाम हो। अबको राज्य सत्ता सँगै लोकतान्त्रिक गणतन्त्र हुन्छ भनेर कतै भनेको मैले सुनेको छु। यति सहज यति सधैँ टिका टिप्पणी गरिन्छ, जसले गर्दा हामी जस्तो संविधानवादी तपाईँले स्थानीय तहमा आज जे गर्न खोज्दै हुनुहुन्छ त्यसले यो संहितालाई बलियो बनाउनुपर्छ। के हो, किन हामीलाई स्थानीय तह चाहियो? केन्द्रबाट शासन गर्दाखेरि हिजो के थियो? केन्द्रीकृत शासन मनोविज्ञान भनेको के हो? एउटा जबरजस्त एउटा राजनीतिक पार्टी आज शासन सत्तामा छ। यो निकै ठुलो कुरा हो। तपाईँ ठुलो हुनु भनेको शक्तिशाली हुनु मात्रै होइन। यदि साँच्चीकै जनताको पक्षमा काम गर्ने हो भने, साँच्चीकै देशको हितका लागि हो भने, साँच्चीकै देश दुखेर गरिब निमुखा जनताको श्रमिक मजदुरहरूको पीडा दुखेर राजनीति गरेको हो भने त्यो बहुत जिम्मेवारी कुरा हो, जिम्मेवारपूर्ण कुरा हो र गम्भीर हुनुपर्ने कुरा हो भन्ने मेरो बुझाइ हो। पुगेका छन् तपाईँले पोस्ट गर्ने यो भिडियोहरूमा भोलि बहसहरू कस्ता हुन्छन् याद गर्नुहोला। तपाईँले त्यो 13औं 14औं शताब्दीमा सुरु भएको पुनर्जागरणदेखि त्यो प्रबोधन युगदेखि आजसम्म आउने लोक धेरै साथीहरू हुनुहुन्छ। यहाँ हामी चिन्जानका छौँ। हाम्रो चिन्जान एउटा कुरा हो, तर हाम्रो सरकार अर्को कुरा हो। एकै काम गर्न सक्छ त्यसले चाह्यो भने। हिजो गर्न नसकेका, हिजो हामीले लामो समय संविधान बनाए पछाडि मौलिक हकलाई कार्यान्वयन गर्नलाई कैयौँ कानुन बनाउनु पर्छ, हामीले त्यो कानुन पनि बनाउन सकेनौँ। पार्टीका संसदीय दलका उपनेता मेरा आदरणीय मित्र गणेश पराजुलीज्यू, नेपाली काङ्ग्रेसका प्रवक्ता मेरा आदरणीय दाई देवराज चालिसेज्यू, त्यसै गरी अच्युत मैनाली दाई, मेरो एकदमै अन्तर्य मित्र एकदमै नजिकको साथी माधव सापकोटाज्यू, ज्ञानेन्द्र साईज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण आदरणीयहरूमा, पत्रकार साथीहरूमा र उपस्थिति यहाँहरू सबैमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। अब यो विषयवस्तु निकै गम्भीर छ, समयको सीमा छ। अब तर केही कुराहरू आज फेरि गर्नुपर्ने जरुरी छ। समय फेरि कस्तो छ भने संवाद नगरी नहुने ठाउँमा पुगेका छौँ। हामी संवादहीनताको ठाउँमा पुगेका छौँ। संवादभन्दा बढी झगडा गाली गलौजको ठाउँमा पुगेको बेलामा एउटा लोकतन्त्रको विद्यार्थीका नाताले संवाद असाध्यै महत्त्वपूर्ण हुन्छ भन्ने विश्वास लिएर हिँडेको मान्छेका लागि संवाद महत्त्वपूर्ण हुन्छ र संवाद गर्नुपर्छ भन्ने मान्यता राख्छु। सबैभन्दा पहिला म मिलनजीलाई र न्युज एक्सप्रेसलाई तपाईँले जुन यो प्रयत्न गर्नुभएको छ त्यसको सफलताको कामना गर्न चाहन्छु। र यो संवाद, यो जवाफदेहिता, यो प्रश्न र यो उत्तर देशैभर जुन तपाईँहरूले लाने प्रयत्न गर्नुभएको छ त्यसको सफलताको पनि कामना गर्न चाहन्छु। कुरा आयो स्थानीय तहको। स्थानीय तहसँगै तीन तहको सरकारहरू जोडिन्छन्। तीन तहको सरकारसँगै संहिता जोडिन्छ। संहितासँगै संविधान जोडिन्छ। संविधान सँगसँगै हाम्रा राजनीतिक सङ्घर्षहरू जोडिन्छ, हाम्रा प्रयत्नहरू जोडिन्छन् र विगत 70-75 वर्षदेखिको लामो हाम्रो सङ्घर्षको परिणाम जोडिन्छ। तर मान्छेहरू भन्ने गर्छन् मानव कि यो केही पनि होइन, जे मन लाग्यो त्यही गर्न पाइन्छ, जसलाई जे सनक छोड्यो त्यही गर्न पाइन्छ भन्ने मान्छेहरू सोच्छन् र एकदमै सतही रूपमा बुझ्छन्। वास्तवमा त्यस्तो होइन जस्तो मलाई लाग्छ। संहितालाई पनि अलि फराकिलो गरी बुझ्ने हो भने यो कुनै तीन तहको सरकारसँग मात्रै सम्बन्धित कुरा होइन। यो राज्यलाई रूपान्तरण गर्ने एउटा राजनीतिक, अझ त्यसमा पनि लोकतान्त्रिक विधिमा सबैभन्दा जनताको अधिकार जनतालाई दिने एउटा उच्चतम विधि हो। यद्यपि त्यो हामीले कति गर्न सक्यौँ कति गर्न सकेनौँ, हाम्रो नियत के थियो, हाम्रो प्रयत्न के हो, हाम्रो राजनीतिक संस्कार के हो, हामीले गर्न खोजेको के हो, त्यो एउटा कुरा हो। तर संहिताको सैद्धान्तिक कुरा भनेको के भने लोकतन्त्रलाई सकेसम्म जनताको पक्षमा पुर्याउने र अर्को कुरा भनेको संहिता भनेको अल्पसंख्यकहरूलाई सुरक्षा गर्ने पनि हो। संहिता भनेको अल्पसंख्यकहरूको पहिचानलाई सुरक्षा गर्न पनि हो। त्यो पहिचानसँग सम्बन्धित छ, त्यो समावेशितासँग पनि सम्बन्धित छ। संहिता कति चाहिँ त्यो कागजमा लेखिएको खोस्टा हो र कति संविधानमा जबरजस्त कसैले लागेको कुरा हो र यो देशको बनावट अनुसार, सामाजिक बनावट अनुसार पहिचानका कुरा, समावेशिताका कुराहरूमा जोडेर आएको संहिता हो। यसको निकै ठुलो लामो यसको इतिहास छ। मलाई लाग्छ देवराज दाईलाई थाहा होला, नेपाली काङ्ग्रेसले 2013 सालतिर नै यो बहस उठाएको छ। कर्मणी मदन भण्डारीले 2057-58 सालमै नेपालको अबको राज्य सत्ता सँगै लोकतान्त्रिक गणतन्त्र हुन्छ भनेर कतै भनेको मैले सुनेको छु। त यो आजको कुरा मात्रै, यसको एउटा ऐतिहासिकता छ, यसको एउटा आवश्यकता छ, यसको एउटा राजनीतिक अर्थ छ। तर अब गाह्रो के छ भने यति सहज
यति सधैँ टिका टिप्पणी गरिन्छ जसले गर्दा हामी जस्तो संविधानवादी, हामी जस्तो लोकतन्त्रवादी, हामी जस्तो समावेशिता चाहिन्छ भन्नेहरू, हामी जस्तो सामाजिक न्यायमा काम गर्नेहरूलाई चित्त चाहिँ झुक्छ। किनभने यो कुनै त्यस्तो हल्का विषय होइन। यसर्थ तपाईँले स्थानीय तहमा आज जे गर्न खोज्दै हुनुहुन्छ त्यसले यो संहितालाई बलियो बनाउनुपर्छ, यो शासन प्रणालीलाई बलियो बनाउनुपर्छ, राजनीतिक पार्टीका नेतृत्वलाई जवाबदेही बनाउनु पर्छ भन्ने कुरामा म किञ्चित पनि त्यो दुविधामा छैन र त्यो तपाईँले गर्न सक्नुहुन्छ भन्ने कुरामा म विश्वास पनि लिन चाहन्छु। स्थानीयताको कुरा आउँछ। राजनीतिक शास्त्रमा स्थानीयता, लोकालिटी भनेको के हो, लोकल भनेको के हो, स्थानीय स्रोत साधन भनेको के हो, किन हामीलाई स्थानीय तह चाहियो, केन्द्रबाट शासन गर्दाखेरि हिजो के थियो, केन्द्रीकृत शासन मनोविज्ञान भनेको के हो, यी यावत कुराहरू हामीले बुझेनौँ भने फेरि पनि हामी सही ठाउँमा पुग्छौँ जस्तो मलाई लाग्दैन। आज हामी एउटा निकै उत्साहित समयमा छौँ कि यो देशमा पछिल्लो पुस्ताले गरेको विद्रोहबाट, पछिल्लो पुस्ताले गरेको राजनीतिबाट एउटा जबरजस्त एउटा राजनीतिक पार्टी आज शासन सत्तामा छ। यो निकै ठुलो कुरा हो, तर सँगसँगै यो चुनौतीको कुरा पनि हो। अघि यहाँ उद्घोषक मित्रले भनेको जस्तो लाग्छ मलाई, अथवा अर्को कोही साथीले भने जस्तो लाग्छ, तपाईँ ठुलो हुनु भनेको शक्तिशाली हुनु मात्रै होइन। यदि साँच्चीकै जनताको पक्षमा काम गर्ने हो भने, साँच्चीकै देशको हितका लागि हो भने, साँच्चीकै देश दुखेर गरिब निमुखा जनताको, श्रमिक मजदुरहरूको पीडा दुखेर राजनीति गरेको हो भने त्यो बहुत जिम्मेवारी कुरा हो, जिम्मेवारपूर्ण कुरा हो र गम्भीर हुनुपर्ने कुरा हो भन्ने मेरो बुझाइ हो। तर अब हामी कता जाँदैछौँ, कता लाँदैछौँ यो त यहाँहरू सबैलाई थाहा नै छ। विशेष गरेर म मिडियाका साथीहरूलाई तपाईँहरू अझ चनाखो हुनुपर्ने बेला आएको छ भन्न चाहन्छु म। यहाँ आज बहसहरू कता गएका छन् कि आजको मान्छेको चेतनाले गर्ने बहस यस्तो हो। आज सामाजिक सञ्जालहरूको बहस कहाँ पुगेका छन्। तपाईँले पोस्ट गर्ने यो भिडियोहरूमा भोलि बहसहरू कस्ता हुन्छन् याद गर्नुहोला तपाईँले। किनभने तपाईँहरू राज्यको चौथो अङ्ग मात्रै होइन, यो लोकतन्त्रलाई बलियो बनाउनलाई, यो संविधानको रक्षा गर्नलाई तपाईँ हामी सबैको उत्तिकै जिम्मेवारी छ। अझ बढी जिम्मेवारी मिडियाका साथीहरूको, सञ्चारका साथीहरूको छ। मलाई के लाग्छ भने अब यो हेर्नुहोस्, बलियाहरूलाई त मैले भन्ने गरेको छु, बलियाहरूलाई त लोकतन्त्र चाहिँदैन, सधैँ कानुन आफ्नै हातमा हुन्छ, सधैँ शासन सत्ता आफ्नै हातमा हुन्छ, चाहिँदैन, सकेसम्म निमोट्ने हो। त्यसो नहुनु पर्थ्यो लोकतन्त्रमा। अघि यहाँ कुरा आज पुनर्जागरणको कुरा गर्नुभयो हाम्रो वकिल साहबले। त्यो 13औं 14औं शताब्दीमा सुरु भएको पुनर्जागरणदेखि त्यो प्रबोधन युगदेखि आजसम्म आउने हो लोकतन्त्रको कुरा गर्ने हो भने लोकतन्त्र ती कमजोरहरूलाई चाहिन्छ। लोकतन्त्र राज्य सत्तामा पहुँच नभएकाहरूलाई चाहिन्छ। लोकतन्त्र निमुखाहरूलाई, गरिबहरूलाई चाहिन्छ। त्यो लोकतन्त्र बचाउन सक्यो भने, आवाज उठाउन सक्यो भने, हामीले निरन्तर लेख्न पढ्न र जवाबदेही बनाउन सक्यो भने साँचो अर्थमा जनताको पक्षमा राज्य र प्रणाली र शासन व्यवस्था जान सक्छ भन्ने कुरामा जोड दिँदै म पत्रकार साथीहरूलाई, धेरै साथीहरू हुनुहुन्छ यहाँ, हामी चिन्जानका छौँ। हाम्रो चिन्जान एउटा कुरा हो, तर हाम्रो सरोकार अर्को कुरा हो। म जवाब दिने ठाउँमा छु या प्रश्न गर्ने ठाउँमा छु। तपाईँले प्रश्न गर्ने हो या जवाब गर्ने हो, यो कुराहरूमा अलिकति गम्भीर भएर हामीले काम गऱ्यौँ भने आज हामी जुन राजनीतिक उपलब्धि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ त्यो गर्नको लागि हो। निकै काम गर्न सक्छ त्यसले चाह्यो भने। हिजो गर्न नसकेका, हिजो हामीले लामो समय संविधान बनाए पछाडि मौलिक हकलाई कार्यान्वयन गर्नलाई कैयौँ कानुन बनाउनु पर्थ्यो, हामीले त्यो कानुन पनि बनाउन सकेनौँ, बनाउन पाइएन, बनाउन दिइएन। तर आज चाहँदाखेरि त्यो सजिलै हुन सक्ने ठाउँमा हामी छौँ। राजनीतिक संरचना, शक्ति संरचना आज फेरिएको छ। त्यो शक्ति संरचना फेरिएको भन्नुको अर्थ हिजो न्याय नपाएकाले न्याय पाउँछन् कि भन्ने आशा हो। त्यो शक्ति संरचना फेरिएको भन्नुको अर्थ हिजो किनाराकृत भएका र आज मूलधारमा ल्याइन्छ कि भन्ने हो। यो मात्र होइन कि हिजोदेखि चलन चल्तीमा रहेको राज्यलाई यथावत राख्ने, अझ त्योभन्दा पछाडि फर्किने, अझ यो पनि चाहिँदैन, त्यो पनि चाहिँदैन, यसो नि गर्नुपर्दैन, अझ त्यो होइन जस्तो मलाई लाग्छ। र त्यसो नहोस् पनि, किनभने म असाध्यै मान्छेको सभ्यता र मान्छेका चेतनामा विश्वास गर्ने मान्छे। निकै ठुला ठुला सङ्कटहरू पार गरेर हामी यहाँसम्म आएका छौँ। कत्रा कत्रा महामारी, कत्रा कत्रा महायुद्धहरू, कत्रा कत्रा सङ्कटहरू भोगेर हामी यहाँसम्म आएका छौँ। र आज हामीले जे भोगिरहेका छौँ यो कुनै ठुलो सङ्कट हो भन्ने मलाई लाग्दैन। तर एउटा कुरा के हो भने हाम्रो सामूहिक प्रयत्न बिना कुनै एउटा व्यक्ति, एउटा समुदाय, एउटा समूहले गरेर यो देश परिवर्तन हुन्छ भन्ने कुरामा मलाई चाहिँ विश्वास छैन। यो सामूहिकताको, राष्ट्र निर्माण भनेको सामूहिकताको कुरा हो, सबै मिलेर गर्ने कुरा हो। हामीले सोच्ने कुराहरू लगभग उस्तै जति बेला हुन्छन्, हामीले खाने कुराहरू लगभग जति बेला उस्तै हुन्छन्, हामीले लाउने कुराहरू जति बेला लगभग उस्तै हुन्छन्, त्यति बेला सिङ्गो राष्ट्र बन्छ, सिङ्गो राष्ट्र एक ठाउँमा पुग्छ भन्ने मेरो विश्वास हो। यसर्थ यो संवाद जो तपाईँ गर्न खोज्दै हुनुहुन्छ,
यो संवाद स्थानीयदेखि प्रदेशदेखि केन्द्रसम्म यो संवाद जारी रहोस्। किनभने संसारभरि ज्ञान उत्पादन र ज्ञान प्रसारणका जम्मै दुईटा नै विधि हुन्, एउटा लेखेर हो, एउटा बोलेर हो। लेखेर त अझ धेरै पछाडिको कुरा हो, बोलेर कुरा हो। तपाईँ पूर्वीय ज्ञान मीमांसाको पूर्वीय दर्शन मीमांसाको कुरा गर्ने भने त श्रुति प्रणाली हो हाम्रो। हामीले सबै सुनेर एकले अर्कालाई सुन्दै भन्दै संवाद गर्दै हाम्रो ज्ञान र हाम्रो समाज हाम्रो संस्कृति निर्माण गरेको। यसर्थ यो संवाद कुनै मान्छेहरू भन्छन् गफ नगरी कसरी लोकतन्त्र बलियो हुन्छ। मान्छेहरू भन्छन् गफ गर्ने नै हो। जब गफ गरेर हामी टुङ्गोमा पुग्छौँ अनि मात्रै हाम्रो चेतनाको बिर्को खुल्छ, अनि मात्रै सत्य के हो भन्ने कुरा हामीले थाहा पाउँछौँ। यसर्थ जम्मा मलाई थाहा भएको कुरा मैले गर्ने विधि दुईटा छन्, एउटा बोलेर हो, एउटा लेखेर हो। लेखिने कुरा धेरै पछाडिको कुरा हो, त्यो सबैले गर्न सक्छन् भन्ने पनि छैन, तर बोल्ने कुरा त सबैले गर्न सक्छ। मात्र के हो भने त्यो बोलेको कुरा हामीले कति तलसम्म पुर्याउँछौँ, कहाँसम्म पुर्याउँछौँ भन्ने कुरा हो। यसर्थ लोकतन्त्रका लागि, संविधानका लागि, राज्य सञ्चालनका लागि, जवाफदेहिताका लागि संवाद हुनु असाध्यै जरुरी छ, बहस हुनु असाध्यै जरुरी छ। प्रश्नहरू पेचिला प्रश्नहरू गर्नु पनि असाध्यै जरुरी छ। अघि एकजना साथीले विश्व प्रसाद कोइरालाको कुरा गर्दै हुनुहुन्थ्यो कि उहाँले मेरो आलोचना गरिदेऊ भनेर पनि पत्रकारहरूलाई, विभिन्न सञ्चार माध्यमहरूलाई त्यसरी पनि मोटिभेट गर्ने, त्यसरी पनि प्रोत्साहन गर्ने एउटा चलन थियो। किनभने त्यो लोकतान्त्रिक थियो, त्यो लोकतन्त्रको फराकिलोपना थियो कि आलोचना बिना समृद्ध हुन सकिँदैन, परिष्कृत हुन सकिँदैन, एकाङ्की भएर संसार बुझ्न सकिँदैन भन्ने एउटा बुझाइ थियो र त्यो हुने गर्थ्यो। तर आज अब आलोचना भनेको त गर्ने पनि तिनचोटि सोच्नु पर्ने ठाउँमा पुगेको छ। तर यो लामो जाँदैन भन्ने कुरो, किनभने अब यो यस्तै हुन्छ। कहिलेकाहीँ अब दिउँसै पनि कहिलेकाहीँ बादल मडारेर अँध्यारो भएर राति हो कि जस्तो हुन्छ होइन। कहिलेकाहीँ अब राति पनि जुनले गर्दाखेरि झलमल्ल हुन्छ, त्यो कहिलेकाहीँ हुन्छ, सधैँ हुँदैन। सधैँ हुने कुरा के हो भने मान्छेको चेतनाको विस्तार हो। सधैँ हुने कुरा के हो भने प्रश्नहरू हो। सधैँ हुने कुरा के हो भने अनुशासन हो। सधैँ हुने कुरा के हो भने विधिको शासन हो। विधिको शासनलाई आज हामीले मानेनौँ भने, जो संविधान आज हाम्रो गाइडिङ डकुमेन्ट हो त्यसलाई मानेनौँ भने ढिला चाँडो दुर्घटना त हुन्छ। त्यो दुर्घटना कहिले कसैलाई बढी त्यसले हानि गर्छ, कहिले कसैलाई बढी हानि गर्छ। यसर्थ त्यो हानितिर हामी जानु हुँदैन। एउटा मौका पाएका छौँ। मैले विगतमा संसदमा रहँदाखेरि धेरै ठुला नेताहरूसँग छलफल गर्दाखेरि यो संविधान, यो निर्वाचन प्रणालीबाट बहुमत आउँदैन भन्ने बहस गरेको थिएँ। मैले धेरैचोटि भन्ने गरेको थिएँ। आज मलाई त्यो मैले भनेको कुरा प्रमाणित पनि भएको छ कि संविधान र निर्वाचन प्रणालीले बहुमत नदिएको होइन। तपाईँले जनताको विश्वास लिन सक्नु पऱ्यो नि बहुमत ल्याउनका लागि। जनताको मुद्दा उठाउनु पऱ्यो नि। प्रणालीले कहाँ रोकेको छ र भन्ने एक खालको नाइभ भन्छ नि, एक खालको अपरिपक्व मेरो तर्क त थियो। तर आज राष्ट्रपालले जुन किसिमको दुई तिहाई नजिकको उपाएको छ त्यसले त्यो मेरो तर्कलाई, मेरो बहसलाई त्यसले प्रमाणित गरिदिएको छ। भन्नुको अर्थ के भने जुन दिन हामीले जनताको पक्षमा काम गर्छौँ, जुन दिन हामीले जनतालाई बुझाउन सक्छौँ, जुन दिन जनताको मुद्दा उठाउँछौँ, त्यस दिन निर्वाचन प्रणालीले खास ठुलो अर्थ राख्दो रहेनछ। त्यो बहुमत ल्याउने भन्ने कुरो ठुलो रहेनछ भन्ने कुरा पनि हामी त्यो ठाउँमा पुगेका छौँ। यसर्थ यो संवाद, स्थानीय तहको संवाद जो गर्ने प्रयत्न मिलनजीहरूले गर्नुभएको छ, यहाँलाई शुभकामना भन्न चाहन्छु। तपाईँको यो संवादको प्रयत्न जारी रहोस्। लोकतन्त्र बचाइराख्ने, लोकतन्त्र बलियो बनाउने, शासकहरूलाई जवाफदेही बनाउने, प्रश्नहरू मुख बन्द गरेर यिनीहरूलाई बार प्रश्नले घोच्ने र मुख खोल्न बाध्य बनाउने तपाईँहरूको प्रयत्न जारी रहोस्। त्यसले मात्र लोकतन्त्र बच्छ, त्यसले मात्र देश बच्छ, त्यसले मात्र राष्ट्रियता बलियो हुन्छ, त्यसले मात्र अल्पसङ्ख्यकहरूले न्याय पाउँछन्, त्यसले मात्र हाम्रो संविधानले कल्पना गरेको समावेशी राज्य बन्छ भन्ने कुरामा मलाई दृढ विश्वास छ। तपाईँको यो यात्रा जारी रहोस् र तपाईँहरू सफल पनि हुनुहोस् भन्दै मेरो शुभकामनाको मन्त्र व्यक्त गर्छु। धन्यवाद।